सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। परमेश्वर चाहनुहुन्छ कि मानिसहरू सधैँ निरोगी रहन्। लेवी 14को 1-20। मान्छे आफ्नो हुन्छ तर रोग आफ्नो हुँदैन। आज संसारमा डरलाग्दा सरुवा रोगहरू देखा परेका छन्। त्यस्ता सरुवा रोगका कारण धेरै मानिसहरूले अनाहकमा ज्यान गुमाएका छन्। तापनि मानिसहरू त्यस्ता रोगप्रति किन गम्भीर र सतर्क हुँदैनन्? परमेश्वर चाहनुहुन्छ कि आफ्ना मानिसहरू सधैँ निरोगी रहन्। त्यसको लागि मानिसहरू रोगप्रति सजग हुन आवश्यक हुन्छ। त्यसमा पनि हजारौं मानिसहरू एउटा सानो ठाउँमा बस्नुपर्ने अवस्थामा त सरुवा रोगले धेरैलाई पिरोल्न सक्छ। यस्तो अवस्थामा मानिस होशियार हुनुपर्छ। त्यति मात्र होइन, हाम्रो शारीरिक दाग र अशुद्धताले हामीलाई हाम्रो आत्मिक दाग र अशुद्धताको बारेमा बुझ्न मद्दत गर्छ। परमेश्वरले दिनुभएको शुद्धिकरणको व्यवस्थाले हाम्रो आत्मिक शुद्धिकरणको आवश्यकतालाई स्पष्ट पार्दछ। संसारका भौतिक कुराहरूबाट उहाँले हामीलाई स्वर्गीय आत्मिक कुराहरू सिकाउन चाहनुहुन्छ। आत्मिक अनि शारीरिक शुद्धताप्रति हामी कति सजग छौँ? यस आवश्यकतालाई जोड दिँदै पावल लेख्दछन्, शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याउन् र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रो प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहन् भनिकन 1 थेसलोनिके 5:23 भन्दछ। परमेश्वरले यो काम हाम्रो जीवनमा अवश्य गर्नुहुन्छ, तर उहाँको वचनलाई व्यवस्था गर्दा अहिले पनि धेरैले अनाहकमा ज्यान गुमाइरहेका छन्। त्यसैले परमेश्वरको वचन अनुसार सरुवा रोगप्रति हामी सचेत हुनै पर्छ। परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।